त खसीलाई यताबाट हल्ला यताबाट हल्ला भन्छ बको ए तुमले ठुलो लाग्दैछ ल माया गरिरहे जहिले भन्नु नि के भन्नु ढुङ्गा टिपी के हानु मायाका कुरा नहो आफैले जानु। वेलकम गाइज ब्याक टु माई न्यू ब्लग। आजको न्यू ब्लगमा तपाईँलाई स्वागत छ। अनि आज छ नेचर कस्तो बबाल छ, हामी दुईजना घुम्न निस्केको छौँ होइन। आज मौसम पनि यस्तो गुड छ नि, बबाल छ कि मौसम कस्तो दामी छ नि। आमा हरियो सबैतिर खेती राख्ने पनि यस्तो मजा आउँछ नि। आज हामी यस्तो 34 यस्तो यस्तो घुम्ने भन्दैछौँ होइन। हावा पनि बब्बाल आइरहेछ, आकाश बादलहरू बब्बाल आइरहेछ होइन। यतातिर हेर्नु आकाश बादलहरू बब्बाल छ। हामी दुईजना आएको छौँ होइन। अर्को यहाँ चाहिँ यहाँ तेरो नाम बारीसाम केही भन्दै लाज लाग्छ नि त लाज दारी सारी सब हाल्छ पुरा चिकना भएको छ क्या, पुरा चिकना चिल्लो भएको त त्यही भएर हल्का लाज आयो होइन। कोही बात छैन। नेचर कस्तो दामी छ, हावा पनि बब्बाल चलिरहेछ। सुकुन भन्ने त नि अहिले बबाल मजा छ, घुम्न हावा पनि ठिक्क चलिरहेको छ नि, बबाल यस्तो बबाल छ नि हुन्छ। नेचर पुरा आकाशहरू खतरातिर बादल त्यस्तै छ, कस्तो बबाल नजारा छ, हरियाली आकाशहरू पनि बबाल छ। अब साइकलमा दुईजना सट्टा निस्केको छौँ। अब यतादेखि यस्तो जाने होइन, यतादेखि सट्टा यस्तो जाने अनि यस्तो घुमेर उहाँ चौधको पिचोडदेखि उता पाहाड खतरा देखिन्छ क्या बबाल। त्यहाँ चाहिँ बबाल हुन्छ भयो जानु मजा आउँछ बबाल। जाँदैछौँ अब घुम्न लागि अगाडि बढौँ होइन। गाई खेल्छ बाटो त भयङ्कर छ यहाँनिर पुरै पाहाड त भयङ्कर देखिरहेको छ। बबाल पाहाड देखिन्छ उता नेचर कस्तो भयङ्कर देखिरहेको छ। आम्म पाहाड यो चाहिँ 34 हो यताको चाहिँ होइन। गाई झन् 34 के हो अरे 35 ल कस्तो खतरा गाउँ छ यो पनि। यता हरियाली पाहाड चाहिँ बब्बाल छ, अहिले नेचर चाहिँ बब्बाल भइरहेको छ होइन। साइकलमा धेरै क्यामेरा हल्लिरहेको छ। ल गाइज हेर्नु हामी 34 को बाटो आइसकेछौँ त होइन। 34 को बाटो भयो, हरियाली भयङ्कर छ यतातिर भयो। नेचर हेर्नु कस्तो बब्बाल देखिरहेको छ। म बाटो झन् यस्तो खतरा छ नि, बब्बाल छ क्या है। कस्तो बवाल छ यस्तो सर घुम्दाखेरि यस्तो सुकुन आउँछ नि। पुरै बबाल हावा चलिरहेको छ सर 34 को बाटोबाट होइन। कहाँ छिर्न खोज्छ हौ साइकल पनि। गाई जस्तो हामी चाहिँ हाम्रो गाउँ आइसकेको छौँ। हाम्रो गाउँ कस्तो हरियाली छ यतिखेर, कस्तो बबाल छ पुरै। कस्तो हावा चाहिँ दामी हाल्छ क्या बबाल खतरनाक हेर्नु छ। नेचर कस्तो छ आम्मो। यहाँ चाहिँ मकै भट्टाबाट सुकाउँछ नि, घाम चाहिँ लागेको छैन। त्यहाँदेखि मकै सुकाउँछ नि, यता मकै चाहिँ धेरै मकै चाहिँ यहाँ खोया यहाँ अगाडि बाटैमा पनि मकै चाहिँ उहाँ पनि मकै छ। हावा त खतरा चलिरहेको छ। ओ माइ गड कस्तो कपालै छैन उडाउनु भन्दाखेरि टकुल भन्छ जाँदैछ यहाँनिर। हाम्रो पनि त चिल्लाउनु पर्ने आज यहाँनिर ठुलो बाबु खोज्नु भएको कपाल चिलाउनु पर्ने। अब चिलाउँछ कि चिलाउँदैन थाहा भएन होइन। अहिले बब्बाल चलिरहेको छ, कस्तो खतरा नेचर छ यहाँ। आम्ममा गाइज आज भन्दै थिएँ नेचर बब्बाल हुन्छ भनेर। गाइज नेचर त कस्तो बब्बाल छ भ्यू यस्तो बब्बाल छ नि, पछाडिको ब्याकग्राउन्ड हुन्छ आम्मा कस्तो दामी छ नि। मौसम हेर्नु न गाइज आम्मा नेचर खतरा छ त राम यस्तो दामी छ नि। ल यहाँ हामी चाहिँ हावा खान जान्छौँ यहाँनिर होइन। कस्तो दामी हावा आइरहेको छ, सुकुन हावा आइरहेको छ खतरा आइरहेको छ क्या एकदम बब्बाल यस्तो मौसम दामी बना नि त कल रु यस्तो बबाल छ। अहिले तत्कालै भिडियो बनाउँदै आम्मामा गाई छ नेचर कस्तो बबाल छ। हावा आम्मा यस्तो बबाल आइरहेको छ नि मस्त। हामी 3 जना बसिरहेको छौँ यहाँ, साइल सर परि सर यता म होइन बिन्दास हामी बसिरहेको छौँ, मजा आइरहेको छ आम्मामा हावा खानालाई। कुकुर पनि आउँदैछ ल हेलो हेलो बेबी यता आउनु हौ अरे केटा हो केटी होला हौ आम्मा मस्त छ हावा आम्मामा सुत्नु मलाई कस्तो बबाल मजा आएछ होइन। हावा कस्तो मजा हावा कस्तो चल्दैछ बादल फेरि त्यस्तै दामी छ आम्मामा कस्तो खतरा छ हौ।
अहिले के भन्न चाहन्छ यो मौसममा कस्तो मौसम कस्तो छ अरे एकदम घटिया मिली किन अघि दिनभरि चाहिँ साला पानी पर्ला जस्तो भइदियो अहिले 3 बज्यो होइन 3 बज्यो यतिखेरदेखि चाहिँ खाला घाम आइदिन्छ मासले राम्रो छैन है यस्तो दामी मौसम त सायद राम्रै लागेन अरे मासले त बिहानदेखि घाम लागेका के जान्थ्यो माका यतिखेर मकै सुक्थ्यो मकै सुकेर आज सुक्यो भोलि बेच्थ्यो पर्सिदेखि ढुक्क आनन्दले बस्न त्यही त मकैको लागि चाहिँ घाम लाग्नु पर्ने अनि साइले पनि चलाक छ यार साथी भनेको त दुनिया साथ छैन साइले यहाँनिर हामी चाहिँ होइन तपाईँसँग सित्तैमा बसिरहेको छौँ बिन्दासले पहिले चाहिँ गीता लिएर आइसकेको छ यहाँनिर हामी मस्तरी गिटार सितार बजार सब धनियाँ बसिरहेको छौँ बिन्दासमा यहाँ मौसम एकदम कुल छ क्या सहीले के छ विचार सहीले कहीँ चाहिँ लगिसकेको छ होइन कोही बात छैन कसरी गाउने के गर्ने हरामी हो बेटा म पनि बराबर गर्छु त मनका कुरा नहो बुझ्ने कसले एकरो माया गरिरहे जहिले भन्नु के भन्नु ढुङ्गा टिपी के हानु मायाका कुरा नहो आफैले जानु कुरा गरेको थियो माया गरी मन मेरो खोल्यो रुनलाई आँखाहरू सुन्नलाई ओठ दुखाउनलाई त मन नै छोडेछ नछोड्ने हात अनि नछोड्ने साथ बन्धु समाउन आफूलाई आफै त छँदैछ गाईहरू खतरा हामीले गाइसकेपछि हल्का रमाइलो हुँदैछ होइन यस्तो मौसम बबाल भएकोला सबजना मिलेर होइन रमाइलो भएको साथीहरू चाहिँ हल्का लज्जा छन् क्या अरे त्यही भएर अनुहार चाहिँ नदेखाउनु भएको थियो अनुहार हाम्रो भान्जा निकित भान्जा यहाँनिर कस्तो हेर्छ कस्तो निकित अड्किन्छ नि हात अब्बर कस्तो लाग्छ तिमीलाई कस्तो लागिरहेछ अचानक हानेकै गीत मैले होइन अचानक कुन हानु सोचिरहेको क्या टैंग टैंग कर रहा है अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो के भन्ने त न किन ढोल बजाएको ल हेर्नु त तिमीलाई ढोल बजाइदिएर त के भन्छौ तिमी के भने ओ माय गॉड गाइस हाम्रो जीवन र्यापर ल ओ जीवन हे कहाँ पाएको ल यो त चल्दियो त सुकी सुई ल ओ र्यापर छिटो आउनु छोटो ल कहाँ भएको चल यार म कस्तो जोसिरहेको थिएँ र्यापर सबको इन्टरभ्यू खतराले कपाल काटेर होइन हेर्नु भन्दाको कस्तो दामी छ हिँड्छ भने बाजे एउटा स्माइल हान्दै हाँस्थ्यौ त स्माइल र्यापर सर के गर्दैछ यहाँनिर भित्ता हान्दैछ ल ओ भित्ता किन हानेको ल हेलो हेलो भित्ताजी भित्ता हान्दैछ यार जीवनले के गरेको ल हाम्रो र्यापर पक्ष आउँछ इन्टरभ्यू मजाले लिने हेर्दैछ अगाडि हाम्रो र्यापर सर बुझे डन देखिँदैन कस्तो खतरा देखेको यार यतापट्टि त यार हेडसप देखिरहेको छ ल मुह चाडा देखिरहेको छ कस्तो भनेको यार कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी तँ ठुलो लाग्दैछ ल टप पनि डेन्जर रहेछ ल हेर्नु न गाइस डन चाहिँ देखिरहेको छ अब चाहिँ खतरा देखि चिल्लो छ यार खतरा चाहिँ एउटा ऱ्याप हानिदिनु भ्याउँदिनँ जस्तो नि अनि म काम छ अरे गाइस हाम्रो जीवन र्यापर सर भर्खर काम गरेर आएको सब हातैभरि परेको लागि भर्खर काम गरेर आएको होइन ल ल ल काम गर्नुपर्छ होइन हामी त बेकारी हुनु हुँदैन गाइजहरू हेर्छौँ यहाँ कति आएको मेरो फ्यानहरू ल भेटुनहरूले गिटारिस्टमा अर्को छौ ले कहाँको कौशले
राम्रो हेलो के गर्न आएको अरे के गर्न आएको तपाईँलाई भेट ओइ नाकबाट यार आम्मा एकतिर आएर फेरि अर्को फ्रीमा सब्स्क्राइब गरिदिनु होला हैन के गरिनु अरे अभिषेक ब्लग्स फ्रीमा सब्स्क्राइब गरिदिनु होला सबैले पुरै अगाडि बढाइदिनु होला अरु के सपोर्ट गरिदिनु होला हैन अभिषेक ब्लग्स श्रीलाई अब म यति नै भन्न चाहन्छु अरु चाहिँ केही पनि छैन अगाडि बढाइदिनु सपोर्ट गरिदिराख्नु ल आम्मा कहीँ झरे फेरि यता पनि आउँछ नि ल यहाँ म अटोग्राफ दिन भ्याएकै छुइनँ हौ राम राम सबै आइसकेर अर्को खुकुली आएछ बाटोमा दिनु भने काट्छु भन्दै चाहिँ यसले 2 शब्द केही भनिदिन्छ यसले दुई शब्द खुकुरी सुकुरी बोकेर आएछ यही खुसीमा स्पेसली यहाँ खसी बन्दैछ यसको खसी यहाँनिर खुट्टाहरू बन्दैछ खसीको ल यहाँ भाइरल गलहरू ल हैन हाम्रो अभिषेक दाइको ब्लगमा सबैले लाइक सब्स्क्राइब र सपोर्ट गरिदिनु लाइक सब्स्क्राइब धेरै अगाडि बढाइदिनु अभिषेक ब्लग 3 लाई हैन अनि अस्ति भर्खर हेर्नु भएको थियो होला उसको कट्टु खोलेको आज पनि खोलिदिने यहाँ गर्दै थियौँ हामी तर अलिक मिलेन खसी अरे भङ्गडा भयो त यहाँ त खसीलाई साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो के हुँदैछ थर हो कि के हो यो फुट ला ल गाइस मेरो आँखा फुटेर खालि के देख्नु पऱ्यो कहाँ को हो कहाँ यो रुखमाथि ल बन्दरियाहरू ल ल ल दुईटा झार्दै 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 ए हेर्नु बाँदर सब दुईटा बाँदर माथि 4टा बाँदर तल ल ल मारो मारो